म विष्णु खत्री, सेफ विष्णु। आज म घरमा चाहिँ होममेड पिज्जा बनाउँदैछु र मार्केटमा अहिले यो यस्तो खालको इस्ट पाइन्छ सजिलै। इस्ट ल्याएर त्यहाँ तपाईँको पानी पानी त्यसपछि सुगर, त्यसपछि सल्ट र अलिकति थोरै इस्ट र वार्म वाटरमा चाहिँ राइस हुन दिने। राइस भइसकेपछि चाहिँ डो मुस्ने, डो मुसिसके यस्तो राइस आउँछ। यस्तो राइस भइसकेपछि यसलाई छोपेर अझ राइस बनाउनको लागि राख्ने र वार्म कोठामा। टोमेटो सस बनाउनको लागि चाहिँ पहिला भाँडामा एउटा तेल थोरै हाल्ने, त्यहाँबाट लसुन चप गरेर हाल्ने, अनि ओनियन चप गर्ने। त्यसपछि हामीले टोमेटो बोइल गरेर राखेको हुनुपर्छ पहिले। त्यसलाई टोमेटोमा बोइल गरेर यसरी होममेडमा भएको सल्ट मात्रै हाल्दा हुन्छ, केही फरक पर्दैन। सल्ट त हजुरहरूलाई गुलियो चाहिन्छ अलिकति भने थोरै गुलियो सुगरको मात्रा एड गर्न सक्नुहुन्छ। होममेडमा केही हाल्नु पर्दैन खासै, र सल्ट पेपर मात्रै हालेर र सुगर अलिकति हालेर तपाईँले घरमै यसरी राम्रो पिज्जा सस बनाउन सक्नुहुन्छ। यसलाई पाकिसकेपछि चाहिँ पिज्जामा लाउन पाइन्छ। नमस्कार, फेरि आयो। यो पिज्जाको डोलाई चाहिँ टक्क बिस्तारै बेलेर गोलो बनाएर यसरी ठ्याक्कै यस्तो गर्ने। यो गरिसकेपछि यसलाई तावामा चाहिँ यसरी पकाउने, किनकि हामीसँग धेरै प्रकारको चाहिँ साधन स्रोतहरू नभएको कारणले गर्दाखेरि यसलाई चाहिँ बिस्तारै यो तावामा डो बनाउने। पहिला यो तपाईँहरूलाई नयाँ आइडिया भनेर घरमा एकदम सजिलै बनाउन सक्ने आइडियाले म सिकाउँदैछु। पिज्जामा हाल्नको लागि चाहिँ तपाईँलाई चिकनको मात्र पनि आवश्यकता पर्छ भने चिकन हाल्नु होला, ससेजको मात्र पर्छ भने ससेज पनि हाल्नु होला। र के तपाईँहरूलाई के पिज्जा खान मन लाग्छ त्यही पिज्जा लिएर आएर यसरी काटेर तपाईँले ससेजको माथि टप गरेर हाल्नु होला। हामी फेरि यसलाई स्टेप वाइज देखाउनेछौँ। र हामीले पिज्जा चाहिँ बनाउन खोजिरहेको छौँ। यो डो भयो, अनि यो टोमेटो सस, र यो हाम्रो स्टफिङ हाल्ने के हाल्ने, र यो हाम्रो चिज हो। हामीले स्टफिङ गरेर यस्तो गरिरहेको छौँ। अब यसलाई बेक गर्न जाँदैछौँ। हाम्रो यो होममेड पिज्जा चाहिँ यस्तो भएर पाकेर आइसकेको छ। यसलाई अब हामी टेस्ट गर्न जाँदैछौँ। खाऊ त ग्रेभिन। वाउ, कस्तो छ? मिठो। ल, यो सेकेन्ड लटको पिज्जा आएछ हाम्रो। फेरि यो पहिलो लटको चाहिँ खाएर सिद्ध्यायौँ हामीले। साह्रै मिठो भयो। मिठो छ भन्दैछ ग्रेभिनले। अब यो त घरको लागि कुनै पनि साधन स्रोतहरू हुँदैन। यसलाई आफूले नै मेन्टेन गरेर आफूले दिमाग लगाएर बनाउने हो। होटलहरूमा जस्तो इन्ग्रिडियन्ट्सहरू पुरै फुल हाल्न पाइँदैन। त्यही भएर यसलाई सबै प्रपर रूपमा पिज्जा बनेको हुँदैन। तर होममेडको रूपमा चाहिँ हामीले यसो यसलाई आफ्नो घरमा भएको साधन स्रोतलाई चाहिँ युज गरेर बनाएको पिज्जा हो यो।